उन चीज़ों के लिए वक्त निकालो जिनसे तुम्हें सचमुच खुसी मिलेगा भन्ने कुरा चाहिँ मलाई राम्ररी थाहा छ कि तर पनि काम त जानु पर्यो भन्दै म निस्किया थिएँ है अनि बाटोमा यस्तो डेन्जर सिन के भयो चरा अनि म अझै यताको बाटो आएको यस्तो रहेछ यतातिर अनि मलाई काम जान झ्याउ लाग्यो किनकि त्यहाँ त खुसी मिल्दैन गोरो लागि परेछ मैले अनि भने कि मलाई म बिरामी भएको छु खापुन्छ लागेको छ म आज सक्दैन हस्पिटल गएर बल्ल आउँछु भने मलाई हेरे ओके अरे थाहा छ नि त मलाई खापुन्छ 2 हप्ता होइन 3 हप्ता भइसक्यो आज त मार्चको 2 हो मन्थले त 1 महिना भइसक्यो यस्तो गाह्रो हुन्छ काममा मेरो इनर्जी सब हात जिउ र सिङ्गामा बगेको छ है अनि मलाई हिँड्न पनि गाह्रो भएको बेला सिप जहिले राखिदिन्छ तर म गरिदिन्छु के सके जति पैसा पाएपछि त गर्नु पर्यो गरिदिन्छु सके जति सब गरिदिन्छु अन्त खरिदिनु त्यसकेको दाडे मर्छु नि कुमारीता भन्छ नि त्यस्तो गरिदिन्छु है अनि मलाई फेरि यस्तो ठाउँहरू अति मनपर्छ अनि आदि मेरो यस्तो निको भयो होला कि आज जस्तो फिल भएको मलाई धेरै पछि यसरी हिँडेर गएको न त ट्रेन चल्नुपर्छ मेरो भोइस कस्तो भएको छ फेरि मलाई मरिन्छ क्या हो यतिकै जस्तो पनि हुन्छ रातिमा त यति धेरै टिस्यु हुन्छ कि गोमी फुकुरोको 10 फुकुरो जति फाल्यो तर पनि निकै हुँदैन औषधि पनि किनेको छु फेरि औषधि कति महँगो ओ माई गड म अब सधैँ यही ठाउँ बस्छु यहीँ आएर बस्दिनु पर्यो अनि निको हुन्छ कि किनकि यहाँ माटो छ नि त माटोबाटै उम्रिन्छ है यो कुरा बुझौँ बी पोजिटिभ है राम्रो सोच्नुपर्छ माटो